गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी अर्को ठाउँमा फेरि घुम्न जानको निम्ति हामी चाहिँ रेडी भइसकेका छौँ र मेरो साथी पनि आउँदैछन्, क्यामेराम्यान भने पनि सबै उनी नै हुन्। आज चाहिँ एउटा अनौठो हुनसक्यो भनौँ होइन, एकदम खतरा पनि अनि एकदम रमाइलो पनि हुने होला छ है गाइस। तपाईँहरूले चाहिँ मिस नगर्नुहोस् यो ब्लग, सबले हेर्नुहोस्, किन भन्दा नेपालीले सपोर्ट चाहिँ गर्नुहोस् है त गाइस नेपालीलाई। त्यसपछि चाहिँ पछि चाहिँ म गाउँतिरकै घर गएपछि गाउँतिरकै भ्लग बनाउँछु होइन गाइज। मस्त ल यो भ्लग चाहिँ यहीँबाट स्टार्ट गरिरहेको छु। मार्केट रहेछ गाइस है यहाँ। हामी चाहिँ अब त्यहाँ पुग्ने टाइम भइसक्न लागेको छ गाइस होइन। मस्त आज चाहिँ रमाइलो हुन्छ गाइस, त्यतातिर दामी छ ठाउँ पनि है। त्यहाँ पुग्यो भने चाहिँ तपाईँले देखाउँछौँ यहाँको मार्केट हेर्न सक्नुहुन्छ गाइस। हामी चाहिँ यहाँ पानीको बोतल किनिरहेको छौँ, यहाँ पानी बोतल किनेर पानी सानी पिएर चाहिँ अगाडि जान्छौँ होइन। हेर्न सक्नुहुन्छ पानीको बोतल गाइस होइन, यता खुलेर चाहिँ हामी जान्छौँ त्यहाँदेखि होइन। हो गाइस हामी चाहिँ पानी सानी पिउन लागेका छौँ है। यस्तो गर्मी छ हेर्नुहोस् न, माथि घाम चाहिँ यस्तो छ, पानी सानी पिन्छौँ हामी। मोबाइल छ त गाई छैन, त्यहाँ पर एउटा पुल छ कि यहाँको भाइरल पुल हो होइन। भाइरल पुलै भन्छ, वाटर ब्रिज जसको नाम होइन। यहाँ भाइरलै छ क्या, चर्चामा छ यो पुल चाहिँ यहाँ। लगाइ चाहिँ हामी चाहिँ ब्रिज चाहिँ आइसक्यौँ, हेर्न सक्नुहुन्छ तपाईँहरूलाई। यही ब्रिज देखाउन ल्याएको यो यता देख्न सक्नुहुन्छ हाम्रो ब्याकग्राउन्डमा लगेको। त्यो माथि जान्छौँ ब्रिजको होइन, हेर्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई। भिडियो लास्टसम्म हेर्नुहोस् गाइस है। गाइस हामी चाहिँ टिकट काट्न लागेका छौँ अहिले। टिकट काटेर चाहिँ भित्र जान्छौँ, टिकट काट्ने रहेछ। तलको चाहिँ एकदम समुद्र जस्तो देखिने रहेछ गाई चाहिँ यहाँदेखि। हेर्नुहोस् ब्रिज यो होइन, 50 रुपियाँ खर्च गरेर चाहिँ माथि आएको है। यस्तै रहेछ, दामी नै रहेछ। म चाहिँ यहाँ माथि आएको थिएन कहिले पनि, आज आइयो अब यस्तै दामी लाग्यो है। यहाँहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ यति माथि हाइटमा छौँ, लगभग अब 100 फुट जति हाइटमा छौँ होइन माथि। पछाडिको देखिएको उन्ताबादको सिटी हो है, एकदम दामी छ सिटी है। यस्तो भ्यू देखिन्छ सिटीको। यहाँबाट फत्त खस्ने हेरेकै है, यहाँबाट फत्त खसिँदै गएछ मोबाइल होइन, तल चौबिल ब्रिजका माथि आएर खाना खान आएको है, तत्सम्मले हालेर है। अब चाहिँ हामी एकछिन फोटोसोटो खिचेर चाहिँ रुम पुग्न जान्छौँ गाइस है। आधा घन्टा लाग्छ होइन। अब हामी 6 बजे चाहिँ ड्युटी जानुपर्ने हुन्छ, त्यही भएर चाहिँ हामी जे पनि गर्छौँ छिटो गर्छौँ है। अब चाहिँ फोटोसोटो हान्छौँ 10-12वटा, त्यहाँबाट निक्लिन्छौँ हामी यहाँदेखि गाइस है। एकछिन फोटो हाल्न हजुरसँग मिल्छु, बाई बाई। बेलुका भइसक्यो, अहिले चाहिँ 5:30 बज्न लाग्यो। हामी 6 बजे ड्युटी जाने हो, 5:30 बज्न चाहिँ लागिरहेछ। कस्तो लाग्यो भिडियो तपाईँहरूले कमेन्ट चाहिँ गर्न नभुल्नु होला। यस्तै हामी चाहिँ भिडियो ल्याइरहने छौँ, सपोर्ट दिनुहोस् हामीलाई होइन। त्यो चाहिँ हामी भिडियो सिडियो बनाउँछौँ, टाढा गएर भ्यूहरू देखाउँछौँ गाइस। अब यहाँदेखि चाहिँ हामी जान्छौँ, अब चाहिँ रुममा गएर मस्त ड्युटी जाने। अब बेलुका चाहिँ है, अब नौकरी गर्ने जिन्दगी यस्तै छ। ल बाई बाई अटल ब्रिज भन्छौँ हामी चाहिँ, बाई बाई भन्दै अटल ब्रिजलाई। बाई बाई अटल ब्रिज। लाग्यो रुमतिर, ड्युटी जाने टाइम भयो हाम्रो, ड्युटी जानु पर्यो। ल बाई 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 गर्दै चाहिँ हामी हिँड्यौँ आफ्नो गन्तव्यतिर। कसले रुममा गएर चाहिँ अब नुहाइधुवाइ गरेर चाहिँ बेलुका अब ड्युटी जान्छौँ 6 बजे गाइस। अब यो भिडियो यहीँ अन्त्य गरिदिन्छु म। अब रुममा गएर अन्त्य चाहिँ कति गरिसक्ने रुममा होइन, सधैँ न।
यो भिडियो चाहिँ यहीँ अन्त्य गर्छु। आई होप कि तपाईँहरूले भिडियो चाहिँ नकटाएर हेर्नुभयो होला। र गाइज धन्यवाद तपाईँहरूलाई भिडियो हेर्नको निम्ति। र यदि लास्टसम्म हुनुहुन्छ भने हजुरहरू यसरी नै सधैँ अरू भिडियो पनि हेरिदिनु होला गाइज। यो भिडियोलाई यहीँ अन्त्य गर्छु। बाई बाई गाइज। हामी चाहिँ जान्छौँ साइकलमा, हेर्नुहोस् बाटोको भ्यू पनि देखाउँछौँ हामी। ल बाई बाई। तनाव छ गाइज, बेलुका जसरी पनि ड्युटी चाहिँ नपक्की नहुने छ कि आज, नपक्की नहुने। आज चाहिँ पार्टी पनि छ कि होइन, बेलुका पार्टी पनि छ। त्यही भएर चाहिँ अब ड्युटी जानै पर्ने हुन्छ। छुट्टी हानौँ भने के हान्ने। ल गाइस हामी चाहिँ आइसक्यौँ यहाँ ब्रिज ट्राफिकमा। हेर्नु न ट्राफिकमा छौँ हामी चाहिँ। अब रुममा जान्छौँ। रुममा गएर चाहिँ बब्बाल तरिकाले बस्ने हो अनि त्यहाँबाट ड्युटी जाने हो गाइस। टाइम पनि भइसकेको छ, 5:30 हुन चाहिँ आइसक्यो गाइस। यार के गर्ने हो, तनाव भइरहेछ गाइस। अब ड्युटी कोही बेला पुग्ने हो थाहा छैन।